हेलो गाइस, म आइसकेको छु। आज पनि फेरि पनि नयाँ भिडियो ल्याएर नाइट भिडियो। आजको भिडियो चाहिँ अलि स्पेसल रहनेछ। आज म आइसकेको छु पृथ्वीको हाइएस्ट ठाउँ अर्थात् उमा मन्दिर। यस ठाउँमा चाहिँ बसी बसी महिनाको लाखौँ कमाउन सकिन्छ भन्ने भनाइरहेको छ। हामी भिडियोलाई अझ चर्चा गर्नुभन्दा अगाडि मेरो यो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरी भिडियोलाई एक लाइक गरी अघि बढ्नेछौँ। अब हामी कुरा गर्नेछौँ यहाँ बसी बसी महिनाको लाखौँ कमाइन्छ कसरी। यसको अर्थ यहाँ बसी बसी महिनामा लाखौँ कम्छ भन्ने होइन कि यहाँ बसेर सोसल मिडियाको थ्रुबाट अन्य कुनै माध्यमबाट यहाँ चाहिँ कमाउन सजिलो हुन्छ। यहाँको व्यवस्थापन, यहाँको सिस्टम, यहाँको वातावरण सम्पूर्ण कारणले गर्दा कमाउन सकिन्छ भन्ने मान्यता हो यसको चाहिँ। त्यत्तिकै सित्तैमा बसी बसी कमाउन सकिन्छ भन्ने होइन। आउनुहोस् हामी यस ठाउँको भौगोलिक सम्पूर्ण कुराहरू तथ्यहरूको बारेमा कुरा गर्नु अघि यस ठाउँको भौगोलिक अवस्थितिको बारेमा जानकारी लिनेछौँ। यसलाई चाहिँ दिउँसोमा भन्दा पनि रातमा चाहिँ यो डेकोरेसन लाइटिङको कारणले गर्दाखेरि अझ राम्रो देख्न सकिन्छ, आकर्षक देख्न सकिन्छ। हेर्न सक्नुहुन्छ मेरो अपोजिटमा रहेको उमा मन्दिर, कीर्तिपुरको हाइएस्टमा रहेको उमा मन्दिर। आजको भिडियो चाहिँ अलि चिसोमा रिस्की पनि थियो। जो सेफ नै छु म चाहिँ। अलि तातो तातो कपडाहरू लगाएर आएको थिएँ, ठिक छ। मलाई चाहिँ त्यति चिसो पनि भएन। अनि यहाँको रिस्की हुनुको कारण चाहिँ यहाँको डगेस बदमास। हेलो गाइज, आशा गर्छु तपाईँहरूलाई आजको भिडियो मन परेको छ। फेरि पनि यस्तै भिडियोहरू हेर्नका लागि मेरो च्यानललाई सब्सक्राइब गरी लङ प्रेस गरी त्यो नोटिफिकेसन अन गर्न सक्नुहुन्छ। अनि हजुरहरूलाई यस ठाउँको चाहिँ डेको भिडियो पनि चाहिन्छ भने कमेन्ट गर्नुहोला, अर्को भिडियोमा लिएर आउनेछु। आजको ब्लग चाहिँ यति नै। अब फेरि अर्को ब्लगमा भेट्नेछौँ, मिल्नेछौँ। आजलाई यति नै। सम्पूर्णलाई बाई बाई, नमस्कार भनौँ न अझै पनि होइन।